ल कन्टेस सरकार है ल कन्टेस सरकार ज्यूहरू हाम्रा भाइ बहिनी उहाँहरू है जापानको फुकुवाबाट है 67 जना नेपाल फर्किन्छन् है पढाइ सिद्धेर है जापानमा पढाइ सिद्धियो तर जापान सरकारले नेपाल फर्काउनु छ अरे है तपाईको पढाइ सिद्धियो जाऊ तिम्रो देश भनेर फर्काउनु छ अरे है 67 जनालाई अब घन्टी सरकार है 67 जना उहाँ पढाइ जापानको पढाइ सिधेर नेपाल फर्किन्छन् तिनलाई रोजगार दिनु पर्यो नि साथी है उनको पढाइको अनुसारको रोजगार दिनु पर्यो है हाम्रा भाइ बहिनीहरू है पढ्नमा है 15, 16, 18 लाख गरेर पढाइ है 4 वर्ष पढेर है नेपाल फर्किन्छन् है ल अब घन्टे पार्टी घन्टे सरकार है 67 जनालाई रोजगार दिनु पर्यो है उहाँ त पढाइसकेर नेपाल फर्किन्छन् नि साथी जापान फुकुवाबाट है अनि भाइ बहिनीलाई रोजगार दिनु पर्यो नि साथी है हामीले रोजगार दिन्छौँ विदेशका भएका नेपाल फर्काउँछौँ भन्छ नि अब नेपाल फर्किन्छन् त हाम्रो जापान फुकुवाबाट है 67 जना फर्किन्छन् त्यही भाइ बहिनीलाई रोजगार दिनु पर्यो भन्ने सरकार है दिनु पर्यो है उहाँ त पढाइ सिद्धिने है यहाँ त गएर 18 लाख उहाँ पढ्दाखेरि पढाइसक्दाखेरि 18 लगभग 1 करोड जति सिद्धियो है 4 वर्ष 4 वर्ष उहाँ पढाइ सिद्धिएपछि उहाँको सरकारले है भिसा नानेपछि अब नेपाल फर्किन्छन् नि साथी है तीन भाइ बहिनीलाई रोजगार दिनु पर्यो नि बाने सरकार रोजगार उहाँ पढेर फर्किए नेपाल आउने छ साथी फुकुवाबाट जापान फुकुवाबाट है नेपाल फर्किन्छन् त्यो रोजगार दिनु पर्यो है ताता जापान त अघिबाट नि फर्किन्छन् 67 जना है तिनै रोजगार दिनु पर्यो है सबै फर्किन्छन् नि साथी नेपाल आउने छन् रोजगार दिनु पर्यो साथी है पढाइ सिद्धिएर है रोजगार है अब उहाँबाट नि फर्किन्छन् नि साथी है अमेरिकाबाट नि फर्किन्छन् साथी अब सबै देशबाट पढ्न गएको विद्यार्थीहरू पढाइ सिद्धेपछि नेपाल अब नेपाल फर्किन्छन् नि साथी है अब उहाँ त पढ्न गएको भिसा हो है उहाँ पढाइ सिद्धेपछि नेपाल आउनु पर्यो है नेपाल आएपछि नेपाल सरकारले रोजगार दिनु पर्यो नि पढ्न है घन्टे सरकार रोजगार देऊ अब है हाम्रा फुकुवाबाट फर्केका 67 जना भाइ बहिनीलाई रोजगार दिनु पर्यो घन्टे सरकार बारेन है घन्टे पार्टी अब के उद्योग खोलिन्छौ तिनी भाइ बहिनीले के उद्योगमा लाउने हो है पढाइ सिद्धिए है उहाँ जापान गएर पढेपछि 4 वर्ष पढेको है साथी है नेपाल फर्केपछि काम भएन साथी त्यो पढेको बेकार भयो जापान पढेको माटामा मिल्ने भयो उहाँको पढाइ है त्यही भएर नेपाल फर्किन्छन् नेपालमा रोजगार दिनु पर्यो भन्दै सरकार है 67 जना नेपाल फर्किन्छन् नि साथी पढाइ 4 वर्ष पढाइ भएपछि नेपाल फर्किने है ल अब हाम्रा दाजुभाइ नि पढ्ने विषयमा गएछ नि तपाईँ पढ्ने विषयमा जानुहुन्छ नि अब तपाईँको पढाइ सिद्धेपछि नेपाल फर्किने उपास आउने है नेपाल आएपछि नेपाल सरकारले हाम्रा भाइ बहिनीलाई वातावरण ल्याइनु पर्यो है अब भाइ बहिनीले कस्तो विषय पढ्छन् है उही विषयको काम नेपालमा लिनु पर्यो है अब उहाँ गएर कस्तो विषयको काम पढिन्छन् उसी विषयको रोजगार दिनु पर्यो है बाले सरकार है पढेको छ भने अब रोजगार दिनु पनि युवाहरू फर्किन्छन् त अब जापानबाट जापान फुकुवाबाट टोकियोबाट है जापानबाट सब फर्किन्छन् पढाइ सिधेर नेपाल फर्किन्छन् है नेपाल फर्किन्छन् अब नेपाल तिनी पढेका भाइ बहिनीलाई अब बाले सरकारले वनमारे फार्न लगाउनु पर्यो वनमारे फार्न लगाउनु पर्यो सबै खेतीबारीमा कृषि क्रान्ति गर्नु पर्यो अब है देशमा बाले सरकार हाम्रो देशमा गएर पढिन्छन् भाइ बहिनीले तीन भाइ बहिनीलाई अब नेपालमा अब केही छैन है रोजगार छैन के छैन अब वनमारे फार्ने खेती गर्ने त्यही छ नि अब नेपालमा रोजगार है त्यही दिन पर्यो अब फुकुवाबाट जना फर्किन्छन् अब भाइ बहिनीलाई वनमारे फार्ने सार्ने त्यही भने काम दिनु पर्यो बाने सरकार अब हाम्रो उहरू फर्किन्छन् त साथी उहाँ पढाइ सिधेपछि है जुन देशबाट नेपाल आउने छन् साथी बालेनले ठिक्क पारेर तीन भाइ बहिनीलाई ठिक्क
गरेर अब के गर्ने हो, वनमारे फार्ने बाहेक अरू केही छैन हाम्रो नेपालमा है। हाम्रो खेतबारी बाँझो छ, त्यो वनमारे फालेर खेती करान्ती गर्ने है। त्यो गरेपछि भारतको चामल नेपालमा नल्याउने, के गर्नु पऱ्यो अब। फर्किन्छन् शक्ति शान्ति सरकार, हाम्रो भाइ बहिनी रोजगार दिनु पऱ्यो अब है। फर्किन्छन् त अब फुकुवाबाट जापानबाट फर्किन्छन्, जुन देशबाट नि पढाइ सिक्यो भने 4 वर्षसँग पढ्ने, उहाँ काम गर्न पाउने, पढाइ सिकेपछि टाइप आफ्नो देशतिर है। त्यस्तो शासन आउनेछ जापानमा, अन्य देशमा है। भाइ बहिनीहरू अब तिमीले उहाँ पढेको काम लाउन, अब उहाँ पढेको तिमीलाई काम लाउन आफ्नो देशमा आएर अब वनमारे फार्ने हो। वनमारे फार्ने, खेती गर्ने, भैँसी पाल्ने, बाख्रा पाल्ने, कुखुरा पाल्ने है। त्यही हो तिम्रो काम नेपालमा है। अब उहाँ जति पढे नि नेपालमा काम छैन त, त्यही वनमारे फार्ने काम हो, बाउँसो हान्ने काम हो। अब नेपालमा डिग्री पढेका मान्छेको नि काम छैन, के गर्ने, वनमारे फार्ने। अब त अमेरिका पढेका दाजुभाइले नि नेपालमा आएर के गर्ने, वनमारे फार्ने। अब जापान अमेरिका जुन देशमा नि पढाइ सिकेपछि नेपाल आउने हो साथी। अब पढ्ने विषयमा गएको, काम गर्ने विषय होइन, पढाइ सिकेपछि आफ्नो नेपाल आएर के गर्ने, अरू केही छैन है। वनमारे फाल्ने, खेती गर्ने, भैँसी पाल्ने, बाख्रा पाल्ने, त्यो मोल खेती यहाँलाई खेती गर्ने, त्यही हो अब नेपालमा। अरू नेपालमा केही काम छैन। तमोले जति पढे नि, जति गरे नि विदेशमा, नेपालमा आएर वनमारे फाल्ने हो है। बाँझो जग्गा खन्ने हो, बिग्रेको जग्गा बनाउने हो, तिम्रो काम त्यही हो नेपालमा। तिम्रो काम त्यही हो। तिम्रो जति जापान पढ, अमेरिका पढ, अस्ट्रेलिया पढ, जे पढ, रास्ता नेपालमा अब पढाइ सिकेपछि नेपाल आउने हो। अनि उहाँको सरकारले पढ्न आएको तिम्रो नेपाल जाऊ, पढाइ सिक्यो जाऊ, पढ्न आएको जाऊ नेपाल है। यहाँ नेपालमा केही छैन, के छ, वनमारे फार्ने काम छ। हाम्रो खेतीबारी बाँझो छ, वनमारे फालेर खेती गर्ने, भात खाने, त्यही हो काम जति पढे नि नेपालमा। अरू केही काम छैन साथी नेपालमा। ल बालन सरकार, तिमीले हाम्रो युवालाई केही गर्न सक्दैनौ, त्यही वनमारे फार्ने काम दिन सक्छौ। त्यहाँबाट बाँझो खेत खन्न, त्यही हो काम। अरू नेपालमा काम छैन। जति पढे नि, जति अमेरिका पढ, जापान पढ, कोरिया पढ, रास्ता नेपाल, हाम्रो नेपाल बाँझो हुन्छ नि, वनमारे उम्रिन्छ नि, त्यो फार्ने, रास्ता फार्ने, तिम्रो जति पढे नि वनमारे फार्ने हो, खेती गर्ने हो। अरू काम छैन नेपालमा, जति पढ।